नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौं हत्याबाट। रूपन्देहीको देवदहमा तरुण दलका एकजना कार्यकर्ताको हत्या भएको छ। देवदह प्रहरी चौकीका प्रमुख भरत थापाका अनुसार देवदह नगरपालिका वडा नम्बर 5 का 20 वर्षीय अमीश पुरीको चिरपट र ढुङ्गाले हानेर आइतबार राति हत्या भएको हो। देवदहबाट भलुही तर्फ मोटरसाइकलमा आउँदै गरेका पुरीलाई फोन गरेर बोलाएर पेट्रोल पम्प पछाडि साइकलबाट 100 मिटर भित्र लगेर चिरपट ढुङ्गा लगायतले हानेर हत्या गरिएको देवदह नगरपालिका प्रमुख हीरा खत्रीले जानकारी दिनुभयो। उनको छातीमा गहिरो चोट लागेको छ। गम्भीर घाइते भएका पुरीलाई उपचारको लागि देवदह मेडिकल कलेजमा लैजाने क्रममा ज्यान गएको हो। हत्यामा संलग्न भएको आशंकामा प्रहरीले 3 जनालाई नियन्त्रणमा लिएको छ। कपिलवस्तु कृष्णनगर सड़क खण्डको आरटीओ रोडमा ट्र्याक्टर र मोटरसाइकल एक आपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ। उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको लु 195671 नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको लु 17936 नम्बरको ट्र्याक्टरमा ठोकिँदा मोटरसाइकल चालक राधेश्याम कोहरको मृत्यु भएको हो। बुद्धिभूमि नगरपालिका 7 मनपुर बस्ने 35 वर्षीय कोहरको बहादुरगंजमा रहेको शिवराज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकलमा सवार विजयनगर 5 बगमरी बस्ने मन्नु यादव घाइते भएका छन्। उनको भैरवा मेडिकल अस्पतालमा उपचार भइरहेको जनाएको छ। दुर्घटनामा संलग्न ट्र्याक्टरलाई प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आइतबार साँझ 7:30 बजे दुर्घटना भएको हो। आज जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरबाट 2 जनालाई करिब 20 लाखको महँगो धातु अवैध सुनचाँदी सहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले आज बिहानै पत्रकार सम्मेलन गरी पक्राउ परेका 2 भारतीय नागरिकलाई सार्वजनिक गरेका छन्। पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य मधुबनीको बसोपट्टी वडा नम्बर 4 का 37 वर्षीय कृष्ण कुमार महतो सुरी र सोही ठाउँका 30 वर्षीय रूपेश महतो रहेका छन्। सुनचाँदी तस्करी भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा हाम्रो विशेष टोली त्यतातिर परिचालित भयो र चेक जाँच गर्ने क्रममा अन्दाजी बेलुका 5:45 बजेको समयमा जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका वडा नम्बर 15 स्थित कुवा गाउँबाट कुवारामपुरबाट लोहनातर्फ जाने सडकमा जनकपुरबाट लोहना आउँदै भारततर्फ जान लागेको BR 32S4357 नम्बरको पल्सर मोटर आइतबार साँझ जनकपुर धाम उपमहानगरपालिका 15 कुवारामपुरबाट सुरी र महत्तोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमा जानकारी गराएका छन्। BR 32S4357 नम्बरको पल्सर मोटरसाइकलबाट सुनको बाला 2 थान गोलो टुक्रा 2 थान गरी 100 ग्राम र चाँदीको दाना 1 प्याकेट 25 किलोग्राम बरामद भएपछि उनीहरूलाई पक्राउ गरिएको एसएसपी शेखर खनालले बताएका छन्। उनीहरूले मोटरसाइकलको ट्याङ्कीमा लुकाई छिपाई सो अवैध सुनचाँदी लोहना हुँदै भारततर्फ लगिरहेको अवस्थामा पक्राउ गरिएको छ। बरामद सुन 5,24,700 चाँदी 16,18,250 र मोटरसाइकल 70,000 बराबरको रहेको उनले जानकारी दिए। उक्त भारतीय नम्बरको पल्सर मोटरसाइकल चढी उनीहरू जनकपुर हुँदै भारततर्फ जान लागेका थिए। थप अनुसन्धान गरी उनीहरूलाई कारबाहीका लागि भान्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ। देश विखण्डको एजेन्डा छाडेको भनिएको डाक्टर सीके राउतका कार्यकर्ताहरू मधेसलाई स्वतन्त्र बनाएर छाड्ने नाराबाजी गर्दै जनकपुर धाममा प्रदर्शन गरेका छन्। हिजो जनकपुर धाम विमानस्थलमा आएका डाक्टर सीके राउतलाई स्वागत गर्न पुगेका उनका करिब 1000 समर्थकहरू स्वतन्त्र मधेसको पक्षमा नाराबाजी गर्दै मधेसलाई अलग्गै देश बनाएरै छाड्ने दावी गरेका छन्। मतलब जे हमरा सबके अधिकार छै वो अधिकारे तहत पर है। एहि दुआरे से हमर पहिल के इतिहास अनुसार हम सब देख रहल छी जे हमरा सब अलग खिते छलै ओकरा अलग करै ला नहि पुनरुत्थान करै ला चाहै छी।
जे इतिहास कहि रहल छै। स्वराज के एजेंडा नहीं छै छोड़ने ना स्वराज के नहीं छै। यता यसअघि सञ्चारकर्मी समक्ष आफ्ना भावना राख्न लालायित हुने डाक्टर राउत हिजो भने पत्रकार समक्ष उपस्थित हुन हिम्मत गरिनन्। अहिले कुनै पनि अभिव्यक्ति दिन नहुने भन्दै उनी पछि बोल्छु भन्दै पत्रकारहरू समक्ष बोल्न चाहिनन्। यहाँसम्म कि डाक्टर राउतको अभिव्यक्ति आफ्नो क्यामेरामा कैद गर्न चाहेका सञ्चारकर्मीहरूलाई विमानस्थलमा तैनात पारेका स्वराजी सेनाहरू भिडाएर पाखा लगाएका थिए। फ्री मधेसको झण्डा फहराउँदै स्वराजीहरू अहिले भन्दा कड़ा रूपमा नाराबाजी गरेका थिए। संसदमा गृहमन्त्री रामबहादुर थापाले स्वतन्त्र मधेस गठबन्धनसँग जनमत संग्रहका लागि सहमति नगरेको स्पष्ट पारेकै दिन जनकपुर धाममा जनमत संग्रह मार्फत पुर्खौली मधेस फिर्ता गर्न नारा गुन्जिएको छ। र्यालीमा स्वतन्त्र मधेसको झण्डा प्रयोग गर्नुका साथै स्वराजी सेना नामको सुरक्षा गार्ड पनि प्रदर्शन गरिएको छ। करिब 10 जना उनीहरूले बुलेट ग्रुप जस्तो देखिने कालो ज्याकेटमा कालो चस्मा र मास्क लगाएर अनुहार छोपेका थिए। राउत आउने बित्तिकै आक्रामक बनेका उनीहरू पत्रकारलाई धक्का समेत दिएका थिए। सीके राउत विमानस्थलबाट जानकी मन्दिर पुगेर पूजा पाठ समेत गरेका थिए। यसैबीच नेपाल पत्रकार महासंघ धनुषाले घटनाको विरोध गरेको छ। महासंघले आफ्नो फेसबुक पेजमा घटनापछि तत्कालै एक विज्ञप्ति जारी गर्दै घटना निन्दनीय रहेको बताएको छ। प्रेसलाई स्वतन्त्र रूपमा समाचार संकलन गर्नबाट रोक लगाउनु खेदजनक भएको भन्दै समाचार संकलनका लागि सौहार्दपूर्ण वातावरण बनाउन महासंघले सबै पक्षसँग आग्रह गरेको छ। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। सांसदहरूले सीके राउतसँग भएको सहमतिबारे सदनमा स्पष्ट पार्न सरकारको ध्यानकर्षण गराएका छन्। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले स्वतन्त्र मधेस गठबन्धनसँग सरकारले गरेको सहमतिले राष्ट्रिय अखण्डता र सार्वभौमिकतामाथि प्रश्न उब्जाएको भन्दै त्यसबारे सदनमा स्पष्ट पार्न माग गरेका हुन्। बैठकको विशेष र शून्य समयमा सत्तारूढ दलकै सांसदहरूले पनि सरकार र गठबन्धन बीच भएको राजनीतिक सहमतिबारे सदनलाई स्पष्ट पार्न सरकारको ध्यानकर्षण गराए। सांसद भीम रावलले सरकारले सीके राउतसँग गरेको सहमति संविधान विपरीत भएको भन्दै सहमतिमा भएको त्रुटि सच्याउन माग गर्नुभयो। उहाँले सीके राउतले नेपालको संविधान विपरीतका क्रियाकलाप गरेकाले अब नेपालको संविधानलाई आत्मसात गरेर नेपालको स्वाधीनता र अखण्डता अनुरूप शान्तिपूर्ण प्रतिस्पर्धामा जान तयार भएको पूरक मन्तव्य दिनुपर्ने दावी गर्नुभयो। जनताले आफ्नो व्यक्तित्वको विकास र राजनीतिक अधिकारको प्रयोग गर्दै यो देशको एउटा स्वाभिमानी नागरिकको रूपमा अगाडि बढ्ने प्रशस्त यसले सबैलाई अवसर प्रदान गरेको छ। संसारमा कुनै पनि व्यवस्था, कुनै पनि शासन त्यो 100% पूर्ण हुन्छ, त्यसमा कुनै सुधारको गुन्जाइस हुँदैन भन्ने होइन। त्यस्ता गुन्जाइस हामी कहाँ पनि हुन सक्दछन्। भर्खरै नेपाल सरकारको तर्फबाट सीके राउत र उहाँको पार्टीसँग एउटा सहमति भएको हामीले थाहा पायौं र त्यसरी विभिन्न समुदायलाई वार्तामा ल्याउनु, उनीहरूलाई देशको मूल प्रवाहमा अगाडि बढाउनु, त्यसको लागि प्रयास गर्नु राम्रो कुरा हो, स्वागतयोग्य कुरा हो। तर मैले यहाँ भन्नुपर्छ, नेपाली जनताबाट निर्वाचित यो सार्वभौम प्रतिनिधि सभाको यो बैठकमा उभिएर एक देशभक्त नागरिकको दृष्टिकोणबाट मैले भन्नुपर्छ, त्यो सहमतिमा प्रयोग गरिएका शब्दहरू ती नेपालको संविधान अनुकूल छैनन् र नेपालको स्वाधीनता र स्वतन्त्रताको प्रतिकूल रहेका छन्। म नेपालको संविधानको धारा 5 प्रति सम्बद्ध सबैको ध्यान आकर्षित गराउन चाहन्छु। धारा 5 को उपधारा 2 मा उल्लेख छ, राष्ट्रहित प्रतिकूलको आचरण र कार्य संघीय कानून बमोजिम दण्डनीय हुनेछ। सांसद डाक्टर मुलेन्द्र रिजालले सीके राउतसँग गरिएको सम्झौताको बुँदा नम्बर 2 विवादस्पद भएको भन्दै त्यसबारे सरकारले त्यसबारे सदनलाई स्पष्ट पार्नुपर्ने बताउनुभयो। सांसद महेश बस्नेतले सहमतिको 2 नम्बर बुँदामा लेखिएको जनअभिमत बनेको अवधिक निर्वाचन भएको भन्दै कुव्याख्या नगर्न आग्रह गर्नुभयो। उहाँले सरकार
र सीके राउतसँग भएको सहमतिको डलर खेती गर्न र सेलिब्रिटी राष्ट्रवादीहरूले मात्र विरोध गरेको भन्दै सरकारको निर्णयको बचाउ गर्नुभयो। उत्पादन यस वर्ष राम्रो भएको छ। धानको उत्पादन मात्रै पनि 9% वृद्धि हुने अनुमान छ। अब हरेक वर्ष कृषिको उत्पादन बढ्ने घट्ने गइरहेछ। त्यसैको आधारमा मात्रै अर्थतन्त्र उभो लागेको हो कि उभो पनि होइन, अघिल्लो वर्षको वृद्धि दरभन्दा सामान्य मात्रै परिवर्तन होला अनि कृषि उत्पादनको आधारबाट भन्दा त्यो हाँस उठ्दो कुरा केही पनि हुँदैन। उद्योग क्षमता विस्तार कति भयो कहीँ देखा परेको छैन। पर्यटकको आगमन अघिल्लो वर्ष यही अवधिमा 25% बढाएको थियो, यो वर्ष 24.8। सम्झौता पछाडिको मुलुकले एउटा महत्त्वपूर्ण ऐतिहासिक सम्झौता गरेको छ। यसलाई दुई खालका साथीहरूले नरुचाएको जस्तो मैले देखेको छु। एक खालका साथीहरू जसले मुलुकमा पृथकतावादी आन्दोलन चर्कियोस्, अराजकतावादी आन्दोलन चर्कियोस् भन्ने हिसाबले विभिन्न मानवाधिकार लगायतका डलरवादीहरूको खेती सम्झौता पछाडि रोकिएको छ। ती साथीहरूको यसले टाउको दुखेको छ भने एकाथरी नेताहरू जसले आफूलाई सेलिब्रिटी नेताको रूपमा विकास गर्न चाहन्छन् र उग्रवादी र भावुक राष्ट्रवादको कुरा गर्दै नेपालको बजारमा बिक्ने कुराहरू गर्न चाहन्छन्, उनीहरूलाई आज ज्वरो आएको जस्तो लाग्छ। बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद गगन थापाले पृथकतावादको नारा लिएको स्वतन्त्र मधेस गठबन्धन बीच नेपालको संविधानको सीमाभित्र मधेस र मधेसीको हक खोज्ने सहमति सकारात्मक भएपछि यसको पृष्ठभूमि र शैलीले अदालत र सरकार बीच कतै मिलोमतो त चलिरहेको त छैन भन्ने प्रश्न उठाएको भन्दै सहमतिबारे सदनमा छलफल गरिनुपर्ने माग गर्नुभयो। राष्ट्रिय जनता पार्टीले स्वतन्त्र मधेस गठबन्धनसँग भएको सम्झौताबारे सदनलाई स्पष्ट पार्न सरकारको ध्यानकर्षण गराएको छ। प्रतिनिधि सभाको हिजोको बैठकले ढ्यापढ्याप्पे समयमा राष्ट्रिय जनता पार्टीका सांसद महेन्द्र राय यादवले स्वतन्त्र मधेस गठबन्धनसँग सरकारले गरेको सम्झौता सकारात्मक भए पनि सम्झौताभित्र उल्लेखित विषयबारे सरकारले सदनमा स्पष्ट पार्नुपर्ने बताउनु भएको हो। सम्झौतासँग राष्ट्रिय विखण्डन र स्वतन्त्र मधेसबारे जनमत संग्रह चर्चा चलेको भन्दै उहाँले के सरकारले विखण्डनलाई मान्यता दिएको हो भनी प्रश्न गर्नुभयो। स्थिरता, सुशासन र मधेसले उठाएका आदिवासी जनजाति थारू मुस्लिमले उठाएका मुद्दाहरू, यो संविधानसँग असहमति भएका विषयहरूलाई सम्बोधन गर्ने सवालमा सरकारको प्रतिबद्धता अनुसार हामीले समर्थन यो सरकारलाई गर्यौं र हामीले 1 वर्षसम्म भन्दा बढी सरकारसँग हामी संवादमा रह्यौं, छलफलमा रह्यौं। हामीले ज्ञापन पत्र बुझायौं सरकारलाई। सरकारले बारम्बार हामीलाई आश्वासन दिने काम गरे कि हामी अब केही दिनमा यो संविधान संशोधनको मुद्दालाई चुरे क्षेत्रको दोहन भइरहेको सुशासन कायम हुन नसकेको, संविधान कार्यान्वयनका लागि आवश्यक ऐनहरू बन्न नसकेको, नागरिकता लगायत क्षेत्रमा सरकारका काम कारबाही प्रभावित भएको टिप्पणी उहाँले गर्नुभयो। उहाँले मधेस आन्दोलनको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारले रुलिङ गर्न सभामुखसँग माग गर्नुभयो। 2072 को भदौ 25 र 28 गते मधेस थारूहट आन्दोलनका क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोड लगायत घटनाको सत्य तथ्य छानबिन गर्न सरकारले पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकतामा उच्च स्तरीय छानबिन आयोग गठन गरेको थियो। राज्यपालले विगत लामो समयदेखि सो आयोगको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको छ। आइतबारको बैठकमा पनि राज्यपालले यसबारे सभामुखको रुलिङ माग गरेको हो। वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले वन स्रोतको उचित परिचालनका लागि परम्परागत ज्ञान र सिपको पनि उपयोग गर्दै लैजानु पर्नेमा जोड़ दिनु भएको छ। मन्त्री बस्नेतले वन स्रोतको उपयोग स्थानीय समुदायको गरिबी निवारणमा केन्द्रित गर्न योजना पनि अघि सार्नुभयो। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले गरिबी निवारण र जीविकोपार्जनमा वन क्षेत्रले उल्लेख्य योगदान दिन सक्ने उल्लेख गर्दै त्यसका लागि आवश्यक योजना बनाउन पनि मतहतका निकायलाई सचेत गराउनुभयो। ड्युरेटेड ल्यान्डलाई चाहिँ हामीले रिस्टोर गर्ने कुराकानी गर्नु। अब ड्युरेटेड ल्यान्डमा कतिपय ठाउँमा स्थिति हेरेर फलफुल खेतीहरू पनि गर्न सकिन्छ। फलफुल खेतीहरू गराएर समुदायले संरक्षण गर्ने अनि समुदायले नै त्यसलाई उपयोग गर्ने खालको निश्चित समूहले उपयोग गर्ने खालको कुरा गर्दाखेरि अब उनीहरूको लाइभलीहुडको समस्याको पनि समाधान हामी लाइभलीहुड भन्दै जाने बेला फेरि कतै कतै हराउँछ नि। त्यही लिएर पनि हामी फलफुल खेती गराइदिएर ड्युरेटेड ल्यान्डमा
अनि उनीहरूले नै संरक्षण पनि गर्ने सदुपयोग पनि गर्ने कुरा गर्दा लाइभलीहुडको विषय पनि समाधान हुने यतातिर चाहिँ डिग्रेडेड ल्यान्ड स्टोर गर्ने हाम्रो योजना पनि एकैसाथ अगाडि बढ्ने यस्ता प्रकृतिका अलि रचनात्मक ढङ्गले उपायहरूको खोजी गर्ने अलिकति मोडर्नाइज पनि गर्दै जाने बारेमा पनि सोच्नु पनि पर्यो मोडिफाई गर्दै लाने बारे पनि सोच्नु पर्यो ढङ्गले सम्बोधन गरेर होइन अब हामीले नयाँ मन्त्री बस्नेतले बाँस जस्ता स्रोतको उपयोग गरेर पनि स्थानीय जनतामा जीविकोपार्जनको कार्यक्रम सञ्चालन गर्न सकिने पनि स्पष्ट पार्नुभयो। विश्रामपछि समाचारमा फेरि स्वागत छ। अब बाँकी समाचार। प्रदेश 2 सरकारले जनकपुर स्थित सन्त कबीर बाल आश्रमलाई 5 लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। मुख्यमन्त्री लालबाबु राउतले आइतबार बाल आश्रममा पुगेर बाल आश्रमका सञ्चालक सन्त सत्यनारायण आलोकलाई 5 लाखको चेक हस्तान्तर गर्नुभएको छ। मुख्यमन्त्री राउत कोषबाट उक्त रकम हस्तान्तर गरिएको उहाँले बताउनुभयो। चेक हस्तान्तर गर्दै मुख्यमन्त्री राउतले सञ्चालक आलोकको कार्यको प्रशंसा गर्दै प्रदेश सरकारले आगामी दिनमा आश्रमलाई निरन्तरता सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उक्त अवसरमा प्रदेश सभा सदस्य राम आशिष यादव, प्रमुख जिल्ला अधिकारी प्रदीप कडेल, सामाजिक अभियन्ता सरोज राय, सरसफाई तथा प्लास्टिक मुक्त अभियन्ता कृष्ण चन्द्र शाह, सुमित कर्ण, ममता मण्डल, निर्मला यादव लगायतको उपस्थिति रहेको थियो। बाल आश्रममा हाल 13 जना बाल बालिकाहरू रहेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। आइतबार इथियोपियाको राजधानी आदिस अबाबाट केन्याको लागि उडेको विमानमा परि एक नेपाली 8 चालक दलका सदस्य सहित 30 भन्दा बढी देशका 157 जनाको ज्यान गएको छ। पछिल्लो जानकारी अनुसार विमानमा यात्रारत 32 जना केन्याली, 18 जना क्यानाडाली, 9 जना इथियोपियाली नागरिकको ज्यान गएको इथियोपियाली अधिकारीले बताएका छन्। त्यस्तै विमानमा सवार मध्ये चीन, इटाली र संयुक्त राज्य अमेरिकाका 8 जना रहेका थिए भने बेलायत, फ्रान्सका 7 जना रहेका थिए। यस्तै इजिप्ट, नेदरल्याण्डका 5 तथा भारत र स्लोभाकिया 4 जना विमानमा रहेका कम्पनीले जानकारी गराएको छ। अब खेल समाचार। भारत विरुद्धको चौथो एक दिवसीय खेलमा अस्ट्रेलिया विजयी भएको छ। भारतलाई 4 विकेटले हराउँदै अस्ट्रेलियाले 5 खेलको श्रृंखला 2-2 को बराबरीमा ल्याउन सफल भएको छ। पहिलो 2 एक दिवसीयमा भारत विजयी भएको थियो भने तेस्रोमा अस्ट्रेलिया विजयी भएको थियो। चण्डीगढमा भएको खेलमा भारतले दिएको 359 रनको लक्ष्य अस्ट्रेलियाले 47.5 ओभरमा 6 विकेट गुमाएर पूरा गर्यो। ओपनर एरोन पिन्च डक आउट भएको खेलमा पिन्टर ह्यान्डसकमले 117 रनको शतकीय योगदान दिए। उस्मान स्वाजालले पनि 91 रनको उत्कृष्ट इनिङ खेल भने एस्टन जेम्स टर्नरले 84 रन जोडे। बलिङमा जसप्रीत बुमराह 3 विकेट लिए। टस जितेर ब्याटिङ रोजेको भारतले 50 ओभरमा 9 विकेट गुमाउँदै 358 रन बनाएको थियो। भारतका लागि शिखर धवनले 143 रनको शतकीय योगदान दिए। उनले 115 बलमा 18 चौका र 3 छक्का प्रहार गरेका थिए। यस्तै रोहित शर्माले 95 रन जोडे भने ऋषभ पन्तले 36 रन बनाए। बलिङतर्फ प्याट कमिन्सले 5 विकेट लिए भने जे रिचर्डसनले 3 विकेट हात पारे। भारत र अस्ट्रेलिया बीचको निर्णायक एक दिवसीय खेल बुधबार दिल्लीमा हुनेछ। हवस् त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।